साथीहरू आज चाहिँ यस्तो पाक्दैछ हाम्रो घरमा। आज पार्टी छ छोरीको। कतिवटा रहेछ हेरौँ है। यति चाहिँ खसीको मासु भयो। र यो कुखुरा चाहिँ खसीको मासु नखाने अरे कि अब फेरि पकाउनु पर्छ एकै ठाउँ मिसाएर। अनौठो पो छ त। अनि एकै ठाउँ मिसाएर पकाएपछि फेरि चाहिँ खान्छ कि झोल खान्छ अनि मासु चाहिँ खाँदैन। अरू झोल र उयो चाहिँ खान्छ कि। यस्तै छ हाम्रो घरको भान्सा। आज छोरीको 12 पास भएको र सबै भेला हुँदो रहेछ। पार्टी दिँदो रहेछ घरमै। उता घरपट्टिको साइली नन्दाको थियो। यहाँ चाहिँ बहिनी साइलीको छ आज। अनि माइत आइराखेको छौँ, मामली आइराखेको छौँ। यस्तो लाग्दैछ हाम्रो आज पार्टीको लागि। साथीहरू के गर्नु भने यसैमा चामल लाउने निकालेर बिरयानी भन्नुपर्छ। बिरयानी हाँसुदा खुस अरे क्या यहाँ त भनाइ चाहिँ। अब बिरयानी भन्दा नि भयो, अब हाँसुदा खुसै भन्दा पनि भयो। यहाँको खाना चाहिँ यस्तो छ। र चामल चाहिँ यहाँनिर टन्नै यति दिएको छ। यस्तै छ है साथीहरू चाहिँ। अनि फेरि बाहिर भने आज एकदम ढुस्से लागेको छ, हावा चलेको छ।